सो हेलो गाइज वेलकम टु माई न्यू भिडियो। आजको भिडियोमा चाहिँ हजुरहरूलाई स्वागत छ र हामी चाहिँ यो गाडीमा ट्याग कलर सिमेन्ट लिएर जाँदैछौँ है त। गाडीको लुक चाहिँ फेरि बबाल छ है, इन्टेरियर नि दामी बनाएको छु मैले। नयाँ गाडी त अलिक हेर्दा राम्रो हुनु पर्यो नि। जाउँ है त हामी सरर लाएर अब है। अलिअलि सिमसिम पानी आइरहेछ। सरी है गाइजहरू, हल्का जाम पारिदिएँ मैले। बिस्तारै सबैजना आफ्नो डेस्टिनेसनमा जाउँ है त। जाउँ तिमीहरू लाग बाटो लाग, मन ट्याक्क लाएर बाटो लाग्छु। गाडी अब सिमसिम पानी आयो नि यस्तो कुदाउने बाटो त खतरनाक छ रे, तुफान कुद्ने बाटो छ। सर लाएर गइदिनु त के छ र होइन, सकेसम्म चाँडो पुऱ्याउनु पायो भने त टिप भन्ने सोचमा हिँडिरहेको छु म नि है। जति सक्छ चाँडो पुऱ्याउनु पर्यो कि अब पानी आइरहेको छ होइन। अहिले ठुलो पानी आयो कि गाडी बिच बाटोतिर अड्किदिन्छ। टर्निङ चाहिँ अलिक सानो रहेछ यसतिर। बाटो चाहिँ दामी लाग्यो मलाई, यत्तिको बाटो हुनु पऱ्यो क्या। ल अनि पो मजा आउँछ त कुदाउने यहाँ। टर्निङ चाहिँ अलिक सानो सानो भएको छ क्या, टुवे छिर्नु अलिक गाह्रो पर्दैन। एकैचोटि दुईवटा गाडी हामी टर्निङमा पनि नपुग्ने चाहिँ मलाई त फेरि यस्तो टर्निङ त केही फरक पर्दैन मलाई चाहिँ। जे भयो नि 5 वर्षको हेभी ड्राइभिङ एक्सपिरियन्स पो छ त, यत्तिको त कुदाइहालिन्छ नि। यस्तो भयो नि सर लाएर कुदाउँदै जाउँ है। बाटो खतरनाक दामी छ, गाडी नि फेरि खतरै कुदिन्छ नि यस्तो बाटो त हाम्रो है। नयाँ गाडी भएर होला यस्तो यो बाटो नि राम्रै छ, गाडी पनि नयाँ। अनि त्यस्तो केही अलि गाडी हल्ले जस्तो लागेको छैन मलाई चाहिँ। नर्मल नै लागिरहेछ गाडी चाहिँ, यस्तो बाटो राम्रै भएर होला। अनि हामी चाहिँ खालि नयाँ अलिकति माहेर हो आइसक्यो, गाडी स्पिड कुद्यो जस्तो लाग्यो धेरै। नयाँ गाडी तर केही फरक पर्दैन यत्तिको कुदाउँदा त। यहीँ डेस्टिनेसन यही हो, लिएर जाउँ सर लाएर के छ त होइन। यहीँ माहेरको स्टेजमा है, यहाँनिरतिर नि माहेर छ क्या, यस्तै गरेर गएको ठाउँ त्यहीँनिर खाली गर्ने झन् अब है। आइपुग्यो फाइनली है त, यतिको मेहनत पछि चाहिँ। ल आइपुग्यो यहाँनिर ट्याक्क हाल्नुपर्छ है त। गाडी चाहिँ कहाँनिर होला यहाँ, गाडी हालेर सुन्नुपर्छ। भित्र हाल्नु चाहिँ अप्ठ्यारो रहेछ है यहाँ अलिकति अगाडि गएर गाडी छ नयाँ गाडी हो, त्यही टेन्सन हुन्छ त्यही यार। गाडी कहीँ के भयो भने सामान यहीँ खाली गर्ने, अब गाडी खाली हुनु छोडिदिउँ है त एकैछिन लगाइसकेर। फाइनली गाइज 1 घन्टापछि गाडी खाली भयो। सो आजको लागि चाहिँ यति नै। भिडियो के कस्तो लाग्यो, मन परेमा लाइक गरेर कमेन्ट गर्नु होला कस्तो लाग्यो त।